नेपालमा भएको यो दुखद घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति म र तस्वी भिजुअल्स परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। उहाँहरूका परिवारजनमा हार्दिक समवेदना र यो दुखद घटनाबाट प्रभावित हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा पनि हामी गहिरो दुःख व्यक्त गर्न चाहन्छौँ। नमस्कार, मेरो नाम चाहिँ विनोद मिल्सिना। आज हामी अलिकति फरक विषयमा कुरा गर्दैछौँ। 2083 साल भदौ 10 गते आएको यो भयानक बाढी आखिर किन आयो त? सुरुमा चाहिँ धेरै ठाउँमा फरक फरक विषयको कुराहरू आइरहेको थियो। कतै अर्थक्वेक भनियो, कतै धेरै पानी परेको भनियो। तर अहिलेको लेटेस्ट रिसर्च र सेटेलाइट डाटाले चाहिँ के देखाएको छ? हिमालको माथि वास्तवमा के भएको थियो र टेक्नोलोजीले यस्तो घटना बुझ्न हामीलाई के सहयोग गरिरहेको छ? आजको भिडियोमा हामी यही कुरा एकदम सजिलो तरिकाले बुझ्नेछौँ। त सबैभन्दा पहिले घटना कहाँबाट सुरु भयो भन्ने कुरा सुरु गरौँ। नेपालको उत्तरी क्षेत्रमा रहेको रसुवा आसपासको हिमाली क्षेत्रमा यो घटना सुरु भएको हो। हिमालको धेरै माथिल्लो भागमा एउटा ठुलो ग्लेसियर र आइस रक म्यासिभ कोल्याप्स भएको हुन सक्ने एभिडेन्स अहिले रिसर्चर्सहरूले हेरेका छन्। अब ग्लेसियर कोल्याप्स भयो भन्दैमा सिधै बाढी आउने भन्ने चाहिँ हुँदैन, तर त्यो ठुलो मास तल खस्दा आइस, रक, स्नो र डेर्बी सबै तलतिरको भ्याली वा नदीतिर जान सक्छ र त्यहाँबाट नदीमा एक्कासी पानी र डेर्बिसको फ्लो बढ्यो भने त्यसले तलतिर ठुलो फ्ल्यास फ्लड ल्याउन सक्छ। अब यहाँ चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा छ। सुरुमा यो घटना भएको केही ठाउँमा अर्थक्वेक भएको हुन सक्ने भन्ने पनि कुराहरू आए, किनकि यस्तो ठुलो घटना हुँदा जमिनमा सेस्मिक सिग्नल त आउन सक्छ। तर पछि रिसर्चर्सले सेस्मिक सिग्नल र सेटेलाइट इमेजनरी लगायतका इन्फर्मेसन कम्पेयर गर्न थाले अनि अहिलेको रिसर्चले चाहिँ त्यो सेस्मिक सिग्नल सामान्य अन्डरग्राउन्ड अर्थक्वेक भन्दा ग्लेसियर कोल्याप्ससँग जोडिएको हुन सक्ने देखाएको छ। अर्थात् सजिलो भाषामा भन्नुपर्दा हामीले अर्थक्वेक भएर हिमाल खस्यो भनेर सोच्नु भन्दा हिमालको ग्लेसियर नै कोल्याप्स हुँदा त्यहाँबाट सेस्मिक सिग्नल आएको हुन सक्ने एभिडेन्स भेटिएको छ। अनि अब यहाँ टेक्नोलोजीको कुरा आउँछ, किनकि यस्तो घटना भएको ठाउँमा हामीले तुरुन्तै क्यामेरा लिएर पुग्न त सक्दैनौँ। हिमालको त्यति माथि, त्यसमाथि घटना भइसकेपछि बाटोहरू बन्द हुन्छन्, वेदर कन्डिसन पनि खराब हुन सक्छ। तर सेटेलाइट हो, सेटेलाइट चाहिँ माथिबाटै पृथ्वीलाई हेरेर बसिरहेको हुन्छ, तर हामीले सोचे जस्तो त्यति क्लियर हुँदैन। त्यसैले रिसर्चरहरूले घटना हुनुभन्दा पहिलाको इमेज र घटना भइसकेपछिको इमेज कम्पेयर गर्न सक्छन्। त्यसबाट ग्लेसियरको कुन भागमा चेन्ज भयो, कहाँबाट डेर्बिस खस्यो, नदीको आसपास के परिवर्तन भयो, यस्ता कुराहरू हेर्न सकिन्छ। सो सेटेलाइट भनेको हामीले गुगल म्याप्समा कुनै लोकेसन खोज्नको लागि मात्रै प्रयोग हुने कुरा चाहिँ होइन है। सेटेलाइट्सबाट रिसर्चर्स अथवा साइन्टिस्टले ग्लेसियर, स्नो कभर, ल्यान्डस्लाइड, रिभर, माउन्टेन टेरान जस्ता कुराहरू मोनिटर गर्न सक्छन्। र अहिलेको घटना पनि टेक्नोलोजीले कसरी नेचुरल डिजास्टरलाई पछि गएर एनालाइज गर्न सक्छ भन्ने एउटा राम्रो इक्जाम्पल बनेको छ। हामी आफै त्यहाँ गएर हेर्न नसक्ने ठाउँलाई सेटेलाइटले माथिबाट हेरेर इन्फर्मेसन दिन सक्छ। अब अर्को प्रश्न आउँछ, ग्लेसियर किन कोल्याप्स भयो त? यहाँ चाहिँ अलिक केयरफुल हुनुपर्छ। अहिले नै एउटा मात्रै कारण भनेर फाइनल कन्क्लुजन निकाल्नु मिल्दैन। रिसर्चर्सहरूले विभिन्न फ्याक्टरहरू हेरिरहेका छन्, जस्तै टेम्परेचर, स्नो मेल्ट, ग्लेसियर भित्रको स्ट्रक्चर, माउन्टेन स्लोपको स्टेबिलिटी, रक मुभमेन्ट र पानीको मुभमेन्ट। केही एक्सपर्टले पछिल्लो समयको हाई टेम्परेचर र मेल्टिङले ग्लेसियर इनस्टेबिलिटीमा कन्ट्रिब्युसन गरेको हुन सक्ने पनि बताएका छन्। तर एक्ज्याक्ट ट्रिगर चाहिँ अझै इन्भेस्टिगेसनकै विषय हो। सो हामीले सोशल मिडियामा आएको एउटा इन्फर्मेसनलाई नै फाइनल ट्रुथ भनेर भनिहाल्नु मिल्दैन। अब यो भिडियो बनाइराख्दा हामीले एउटा सानो काम चाहिँ गर्न सकिन्छ कि भनेर सोचेका छौँ। तस्वी भिजुअल्स परिवारको तर्फबाट यो दुखद घडीमा ज्यान गुमाउनु भएका परिवारका लागि हामीले एउटा सानो सहयोग गर्न चाहन्छौँ। हामीले श्रद्धाञ्जली फ्रेम बनाएर उहाँहरूको परिवारमा निशुल्क पठाउने सोचेका छौँ। सामान्यतः एउटा फ्रेम बनाउने
बचाउन 5 देखि 700 रुपियाँ खर्च हुन्छ। तर अहिले यस्तो दुःखद समयमा त्यो पैसा पनि परिवारलाई अरू आवश्यक कुरामा काम लाग्न सक्छ। त्यसैले तपाईँको परिवारमा वा तपाईँले चिन्नु भएको कुनै परिवारमा यस्तो दुःखद घटना भएको छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हामीलाई मेसेज गरिसकेपछि चाहिने डिटेल्सहरू मागिनेछ। त्यहाँ तपाईँले उहाँहरूको फोटो र आवश्यक डेट पठाइदिनु होला। त्यसपछि हामी निशुल्क श्रद्धाञ्जली फ्रेम फ्री डेलिभरी सहित पठाउँछौँ। यसका लागि तपाईँले फ्रेमको पैसा पनि तिर्नु पर्दैन। हामीबाट गर्न सकिने सानो सहयोग हो। अहिले हामीले गर्न सक्ने कुरा यति नै होला, तर दुःखको समयमा सानो सहयोगले पनि परिवारलाई केही साथ महसुस गराउन सक्छ। त्यसैले यस्तो परिवार तपाईँलाई जानकारी छ भने भिडियो सेयर गरेर तस्वीको सपोर्ट टिमलाई कन्ट्याक्ट गर्न भनिदिनु होला। सो अब हामी फेरि ओरिजिनल टपिकमै फर्क्यौँ। टेक्नोलोजीले यस्तो घटना फ्युचरमा कसरी डिटेक्ट गर्न सक्छ? एउटा टेक्नोलोजी सायद हामीले नेपालमा अहिले प्रयोग गरिरहेका पनि छौँ, त्यो हो रिभर मोनिटरिङ सिस्टम। डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मेट्रोलोजीले विभिन्न ठाउँमा नदीको वाटर लेभल मोनिटर गरिरहेको हुन्छ। अब यसले चाहिँ के गर्छ भने नदीमा पानी कति छ, पानी बढिरहेको छ कि घटिरहेको छ, कति छिटो छिटो बगिरहेको छ, यस्ता इन्फर्मेसनहरू प्रोभाइड गर्छ। अनि यस्तै डाटाले फ्लड रिस्कको बारेमा सामान्य इन्फर्मेसन दिन हेल्प गर्न सक्छ। भन्नुको अर्थ टेक्नोलोजीले बाढी रोक्दैन, तर बाढीको अवस्था पहिले नै थाहा पाउन, मानिसलाई वार्निङ दिन चाहिँ धेरै इम्पोर्टेन्ट हुन सक्छ। सरकारले यसमा ध्यान पुर्याउन सक्यो भने सबैको मोबाइलमा मेसेज अथवा एउटा अलर्ट पठाउने लगायतका सिस्टम तयार गर्न सक्छ। किनकि मानिसले जति बेला पनि सोसल मिडिया हेरेर बसिरहेको हुँदैन। इभन म आफूलाई पनि सायद हिजोको घटना 2 बजे मात्रै थाहा भयो। अब कुरा आउँछ एआई को। एआईले यस्तो बाढी प्रेडिक्ट गर्न सक्छ त? उत्तर चाहिँ केही हदसम्म सक्छ, तर म्याजिक जस्तो चाहिँ होइन है। एआईलाई धेरै किसिमको डाटा चाहिन्छ, जस्तै रेनफल डाटा, वेदर फोरकास्ट, रिभर वाटर लेभल, सेटेलाइट इमेज, टेरेन डाटा र पुरानो फ्लडको डाटा। यी सबै इन्फर्मेसनलाई एनालाइज गरेर एआई सिस्टमले कुन एरियामा फ्लड रिस्क बढिरहेको छ भनेर इस्टिमेट गरेर हेल्प गर्न सक्छ। उदाहरणको लागि माथिल्लो क्षेत्रमा पानीको लेभल एकदमै बढिरहेको छ, वेदर पनि खराब छ, अनि बगिरहेको नदी पनि तीव्र गतिमा छ भने सिस्टमले त्यो एरिया लगातार तलको एरियामा संकेत दिन सक्छ। फेरि यहाँ कोडिङ गर्दा अथवा बनाउँदाखेरि सिस्टम नै गलत हालियो भने रङ इन्फर्मेसन पनि जान सक्छ। त्यसैले एआईलाई भविष्य देख्ने मेसिन भन्दा पनि तयार कसरी गरिन्छ भन्नेमा भर पर्छ। अब मलाई चाहिँ यो घटनाबाट इम्पोर्टेन्ट कुरा के लाग्छ भने नेपालमा हामीले डिजास्टर भएपछि मात्रै टेक्नोलोजीको कुरा गर्नु हुँदैन। डिजास्टर आउनुभन्दा अगाडि टेक्नोलोजी प्रयोग गर्नुपर्छ। हाम्रो जियोग्राफी नै यस्तो छ, हिमाल, तराई, पहाड, ठुला नदीहरू, अनि धेरै ठाउँमा मानिसको बस्ती पनि नदीको आसपासमा छ। त्यसैले फ्युचरमा हामीले यस्तो सिस्टमहरू अझै राम्रो बनाउनु पर्छ। सेटेलाइट डाटा अझै धेरै युज गर्नुपर्छ। रिभर सेन्सर्सहरू अझै धेरै ठाउँमा राखिनुपर्छ। अनि यी सबै डाटालाई एउटा सिस्टममा ल्याएर अर्ली वार्निङ सिस्टम अझै स्ट्रङ बनाउनु पर्छ। अनि एउटा कुरा चाहिँ हामी सबैले अहिले ध्यान दिनुपर्ने हुन्छ। सोसल मिडियामा धेरै इन्फर्मेसन र भिडियोहरू आइरहेका छन्। कसैले अर्थक्वेक भन्नुहुन्छ, कसैले क्लाउड ब्रस्ट भन्नुहुन्छ, कसैले ग्लेसियर लेक ब्रस्ट भन्नुहुन्छ। तर साइन्समा नयाँ एभिडेन्स आएपछि मात्रै एक्सप्लेनेसन अपडेट हुन सक्छ। त्यसैले अहिलेको अवस्थामा अफिसियल इन्फर्मेसन र साइन्टिफिक रिसर्चलाई फलो गर्नु नै राम्रो हुन्छ। अनि नदीको आसपासमा हुनुहुन्छ भने विशेष गरी रातिको समयमा पानी बढिरहेको छ भने हेर्न जान हुँदैन। पानी बगिरहेको बाटोमा गाडी चलाउनु हुँदैन र लोकल अथोरिटीको वार्निङलाई चाहिँ इग्नोर गर्नु हुँदैन। सो बेसिकल्ली हिजो नेपालमा आएको यो भयानक बाढीलाई केवल धेरै पानी आएर परेको बाढी अथवा ग्लेसियर फुटेर आएको बाढी भनेर मात्र बुझ्दा यसको स्टोरी पुरा हुँदैन। अहिलेसम्मको रिसर्च अनुसार हिमाली क्षेत्रमा भएको ग्लेसियर कोल्याप्स र त्यससँग जोडिएको आइस रक डेर्बिस मुभमेन्टले यो फ्ल्यास फ्लड ट्रिगर गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन सक्छ। सेटेलाइटले हामीलाई हिमालको माथि के परिवर्तन भयो भनेर बुझ्न हेल्प गरिरहेको छ। सेस्मिस डाटाले घटनालाई डिटेक्ट गर्न हेल्प गर्छ। रिभर मोनिटरिङले पानीको अवस्था देखाउँछ र फ्युचरमा एआईले यी सबै डाटालाई कम्बाइन गरेर फ्लड रिस्कको बारेमा अझै राम्रो वार्निङ दिने सिस्टम बनाउन सक्छ। प्रकृति रोक्न टेक्नोलोजीले सक्दैन, तर प्रकृतिले खतरा ल्याउनु भन्दा अगाडि त्यसलाई बुझेर मानिसलाई सुरक्षित बनाउन टेक्नोलोजीले हेल्प गर्न सक्छ। सो आजको भिडियो
भिडियो अलिकति फरक विषयमा थियो। तपाईलाई यस्तै नेपालमा भइरहेको घटनालाई टेक्नोलोजीसँग जोडेर सजिलो भाषामा बुझाउने भिडियो मनपर्छ भने भिडियोलाई लाइक गरिदिनु होला। युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। फेसबुकतिर हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला। अनि कमेन्टमा लेखिदिनु होला एआईले फ्लड वार्निङ आउनुभन्दा कति समय अगाडि वार्निङ दिन सक्छ। त्यो टपिकमा पनि हामी रिसर्च गरेर एउटा प्र्याक्टिकल भिडियो बनाउने छौँ। सो आजको लागि यति नै। धन्यवाद।